हेलो हेलो गाइस, तपाईँलाई स्वागत छ मेरो मिनी ब्लगमा। यो हजुरहरू सन्चै हुनुहुन्छ होला, हामी पनि सन्चै आरामै छौँ र हामीहरू बजार घुम्न जाँदैछौँ। देख्न सक्नुहुन्छ माइजू, मम्मी अनि दिदी। मैले चाहिँ मसँग फुर्सद नभएर दिदीले समाएको मोबाइल र अहिले हामी जाँदैछौँ मेलामा। देख्न सक्नुहुन्छ अलि उज्यालो ठाउँमा आएको छौँ अहिले चाहिँ। माइजू अनि मामाहरू पछाडि आउँदै हुनुहुन्छ, अहिले हामी चाहिँ अगाडि जाँदैछौँ। हेर्न सक्नुहुन्छ ल, हामी चाहिँ अहिले मेलाभित्र पस्न लागेको छौँ। देख्न सक्नुहुन्छ, हेर्नुहोस् न, सानो छोरोले कसरी टल हेरेको छ चारैतर्फ। हामी चाहिँ दिदीको पछाडि दिदीले चाहिँ मोबाइल समाइदिएको छ। हेर्न सक्नुहुन्छ कस्तो छ मेला। यो चोटि चाहिँ खासै भिड थिएन, परासाको चोटि चाहिँ खुट्टा टेक्ने ठाउँ पनि थिएन है। यो चोटि चाहिँ खासै भिड छैन किनकि हामी अलिक छिटै आइथ्यौँ नि। हेर्न सक्नुहुन्छ मेला मोटी सानो छोरालाई चाहिँ रमाइलो भएको छ। मेरो छोरालाई चाहिँ अगाडि नै आफ्नो बाबाले लगेर जानुभएको थियो खेलाउन। अनि मेरो भाइ अनि माइजूको छोरो मेरो भाइ मामाहरू मम्मीहरू पछाडि हुनुहुन्छ। म चाहिँ अगाडि छु है। हेर्न सक्नुहुन्छ अहिले मम्मी र म दोकान गयौँ सामान किन्न। देख्न सक्नुहुन्छ मन्दिर, मतलब मुस्लिमहरूको मन्दिर हो त्यो। यहाँ चाहिँ मुस्लिमहरूको मात्रै जात्रा लाग्ने गर्दछ। अब हामी परदेशमा आएको हुनाले घुम्दिनँ त भनेर, सामानहरू किनिदिनु त भनेर आएको। आइसक्रिमहरू सबै थोकहरू पाइने रहेछ। यो चोटि चाहिँ हल्का थोरै नै थिए बजारहरू। देख्न सक्नुहुन्छ अब हामीहरू घुम्दैछौँ बिस्तारै बिस्तारै। पर देख्न सक्नुहुन्छ जलपिपिङ। हामी चाहिँ डरले चढ्दैनौँ, मम्मीहरू चढ्नुहुन्छ। मम्मी, मेरो बुढा, मेरो दियो, भाइ। हेर्न सक्नुहुन्छ अहिले स्टार्ट हुन्छ। यमा चाहिँ मेरो छोरो अनि मेरो भाइ। मेरो छोरा चाहिँ हल्का डराइ जस्तो गर्छ। 50 रुपियाँ अरे हो यस्तैमा चढेको पनि, यति सानो बच्चालाई के। रमाइलो भयो एकछिन त। हामीले चाहिँ हतारमा के सामानहरू किन्न पाएनौँ। हेर्न सक्नुहुन्छ मम्मी, भाइहरू, मेरो दियो अनि मेरो बुढो हुनुहुन्छ। अनि सबै छन्, अरू मुस्लिमहरू पनि छन्। सबै चढेका छन्, सब प्याक छ, कुनै पनि खाली छैन। मलाई चाहिँ डर लाग्छ हो गाई चढ, हजुरलाई डर लाग्छ कि नै यस्तोमा कमेन्ट गर्नु होला है त। मलाई चाहिँ लास्ट डर लाग्छ कि यस्तोमा। पुरा साल चढेको थिएँ, पछि चक्कर लागेर मलाई त लुटेर भुइँमा झरेर उल्टी आयो, बमेट रोएँ म त डराएको कारणले। रमाइलो भएको छ एकछिन त। हेर्न सक्नुहुन्छ अब चाहिँ हामीहरू मम्मीहरू पिङबाट झरिहाल्नुभयो सबै। अनि त्यसैले अब हामी अरू ठाउँ घुम्न जाँदैछौँ। माइजूले चाहिँ मेरो छोरो मतलब दिदीको छोरो समाइदिनु भएको छ। कसरी हाँस्दैछ छोरो, स्माइल दिँदैछ, खुसी भएको छ। त्यो पनि भर्खरै 3 महिनाको भएको छ। सबै थाहा भयो जस्तै गर्छ कि। हेर्नुहोस् न गाईचारू कसरी मस्किँदैछ ऊ पनि, झिलिमिली देखेर चारैतर्फ बच्चाको खेल्ने ठाउँहरू। दम परेको छ छोरो पनि, कहाँ ल्याउनु भएछ भनेर। देख्न सक्नुहुन्छ भाइले चाहिँ आफ्नो मामुलाई लुगा तान्दैछ गाडी किन जाउँ भनेर सताइरहेको छ। बच्चाहरू यस्तै त हुन्, अब मेलामा के देख्नुहुन्न, सताउँछन् लास्टै। अब हामीहरू जाँदैछौँ हल्का हल्का सपिङ गर्न, धेरै त गर्नु छैन, हल्का फुल्का। अब हामी घरतिर फर्किँदै हल्का फुल्का सामान किनेर। हेर्न सक्नुहुन्छ धेरै पनि छैन मेरो हातमा। मैले चाहिँ 2टा आफ्नो लागि र छोरोको लागि सिरानी किनेको छु। लाइक कमेन्ट गरिदिनु होला मन परेमा। बाई बाई, टाटा।